स्वागत छ तपाईहरु सबैलाई मेरो सानो एउटा भिडियोमा। र आज चाहिँ नवरात्रिको दिन माँ दुर्गाको 9 दिनको पूजा समाप्त भएर आज चाहिँ हवनहरु हुन्छ र पूजा समाप्त हुन्छ र मैले चाहिँ घरमा पूजा गरिसकेको छु र मेरो यहाँ जमारा हेर्नुस् कस्तो मजाले उम्रिएको छ। एकदम कति लामो लामो कति मजाले लह लह धान्जुले भन्छ सेम त्यसै प्रकारले कति मजाले मेरो जमाराहरु उम्रेको छ। यहाँ गणेश भगवानलाई नै छोपिसकेको छ र यहाँ माताको पूजा गरिसकेर चाहिँ मैले यहाँ भगवानको पूजा पनि गरिसकेँ। मैले घरको पूजा गरिसकेर चाहिँ म र मेरो बहिनी चाहिँ हामी माथि बस्ने मन्दिर जाँदैछौँ र बाबा चाहिँ हामीले पुगाइदिनु भयो र हामी मन्दिर आइपुग्यौँ। अन्त मन्दिर आइसकेपछि चाहिँ अन्त मन्दिरमा आज एउटा भाइ बहिनीको पूजा पनि रहेछ र हामी पनि त्यो बिहामा भागीदारी भयौँ हेर्नु पायौँ बिहामा। र त्यसको बाद हवन स्टार्ट भयो, हवन गऱ्यौँ। अन्त हवन गरिसक्ने बित्तिकै यहाँनिर माताको आरती भयो। आरती हुँसक्ने बित्तिकै फेरि 9 दुर्गा 9 दिन हामीले पूजा गरेको 9 दुर्गाको रूप मानेर सानो सानो नानीहरूलाई टिका लगाएर खुट्टा धोएर उहाँहरूलाई नानीहरूलाई के उनीहरूले चुन्नी टिका क्लिप यस्तोहरू अन्त खानेकुराहरू नानीहरूलाई दिएर चाहिँ हामीले आफ्नो व्रत तोड्यौँ। ओइ दिदी खोइ ल्याउ टिका मैले लगाइदिएँ। कपीहरु निकाल्दा र त्यस पश्चात चाहिँ यहाँनिर चाहिँ सालमा एकखेप चाहिँ भुइँ छोड्नु भन्ने पुर्खाहरूले भनेर आइरहनु भएको चाहिँ यहाँ हजुरले पनि खेल्नु र म खेल्न सक्ने बित्तिकै चाहिँ मेरो बहिनी पनि खेल्न थालिहाल्यो। अहिले चाहिँ म खेलिरहेको छु। अन्त मेरो बहिनी पनि खेल्न थाल्यो। अन्त यसले खेलिसक्ने बित्तिकै फेरि हामीले बाबालाई बोलायौँ र बाबा लिन आउनुभयो र अहिले हामी जाँदैछौँ। अन्त यहाँ हेर्नुहोस् हाम्रो बगान कति राम्रो देखिन्छ। यो गाछहरूले गर्दा त्यो पहाडहरू चाहिँ बित्तिकै चाहिँ हामी अहिले घर जाँदैछौँ। बाई बाई।